भ्लगमा स्वागत छ। आज चाहिँ मैले मेरो बारीको जिरे खुर्सानी देखाउन गइरहेको छु तपाईहरुलाई। फलेर लछपक्कै भएको छ। गाइजहरु, अब तपाईलाई मैले जिरे खुर्सानी देखाउन गइरहेको छु। लछपक्कै फलेको छ एउटै बुटुमा पनि हेर्न सक्नुहुन्छ गाइजहरु। जिरे खुर्सानी धेरै फल्छन्, धेरै हेर्नुस्। जिरे खुर्सानी सानो सानो हुने तर धेरै फल्ने हेर्न सक्नुहुन्छ। अझ यहाँ पुरै टाढाबाट देखाइदिएँ मैले। हेर्नुस्, लछपक्कै पुरै जिरे खुर्सानी, एउटा बुटु पनि ठुलो, जिरे खुर्सानी पनि धेरै। तपाईहरुले पनि जिरे खुर्सानी लगाएर प्रशस्त मात्रामा उब्जाउ गर्न सक्नुहुन्छ। तपाईले हाम्रो बारीमा भएका अन्य कुराहरू पनि हेर्न सक्नुहुन्छ। हेर्नुहोस्, म विस्तार देखाइदिन्छु। गाइस, आजको भ्लग कस्तो लाग्यो कमेन्ट प्लिज। बाइ बाइ।